हेलो एभ्रिवान, वेलकम टु मेरो मिनी भ्लगमा। आयो सबैजना सन्चै हुन्छ र अनि म पनि सन्चै र आरामै छु। अनि हामी चाहिँ चारजना चाहिँ आज बर्थडे सरप्राइजको लागि चाहिँ जाँदै थियौँ कोराई कालीमाटीको बाटो भएर। उनी शारदाहरू चाहिँ अर्को बाइकमा थियो, म र फज चाहिँ अर्को बाइकमा थियौँ। फजलाई बिस्तारै चलाउनु भनेको त मान्दैन मान्ने भने, अनि फजले फेरि उडाउनु भएको थियो। बाटो चाहिँ यतातिर राम्रो थियो तर कतै कतै चाहिँ बिग्रिएको थियो। हामी चाहिँ लागेको थियौँ कालीमाटी भएर, अनि शारदाहरू चाहिँ कता हरायो भनेको पछाडि नै थिए। हामी चाहिँ हिँड्दा हिँड्दै अब कति घन्टा लाग्छ भने चाहिँ हामी चाहिँ लास्टमा 3 बजी हिँडेको थियौँ नि त, साँझ रोपाइसकेर 3 बजी हिँडेको मान्छे वहाँ चाहिँ 5 बजी पुगेको थियौँ, त्यही पनि केही भएन। अनि यता चाहिँ म र नवीन भिनाजु पनि बसिरहेको थियौँ। बसेर हामीले चाहिँ आधी बाटोमा गएर खाजा पनि खायौँ, लगेको थियो हामीले कुरमुरे चिप्सहरू। तर मैले भिडियो गराउन पाएन किनकि मोबाइल अफ हुन आँटिसकेको थियो, त्यही भएर। यता चाहिँ शारदा झोक्राएर बसिरहेको थियो। अनि यता चाहिँ हामी थियौँ, यता चाहिँ त्यो के भन्छ हापुरदेखि यताको बाटो वनदेखि गएको थियौँ हामी चाहिँ। अलिअलि क्यामेरामा त चटकपटक देखिने भयो होइन। अनि हामी चाहिँ आयो बर्थडे मनाउनको लागि चुलो रेस्टुरेन्टमा। सल्ना दिजूलाई चाहिँ थाहा पनि थिएन, हामी गएको देखेर एकछिन चाहिँ सक भएको थियो। तर त्यो भिडियो बनाउनै पाएन भने कि मेरो मोबाइल अफ भएर होइन। मोबाइलले पनि यतिखेर नै धोका दिन्छ। ऊ चाहिँ आज ब्युटिफुल भएको थियो, उसको पप्पूले दिएको केक चाहिँ यस्तो भयो भनेर कति रुन लागेको थियो बिचारी। धौधौको आँसु थाम्यो। अनि सुन्ता दिजूहरू फेरि अर्को सरप्राइज लिएर आउनुभयो। अनि हाम्रो दिजूको फेरि अनि केक सेक काट्ने कार्यक्रम भयो। केक सेक काटेर हामी चाहिँ केक सेक खायौँ। अनि हाम्रो दिजूको चाहिँ फर्स्ट बर्थडे नै होला क्या, न सेकेन्ड बर्थडे होला। एक्चुअली फर्स्ट बर्थडे चाहिँ तुलसीपुर गणेश पार्कमा भएको थियो के हो सायद। अनि योचोटि चाहिँ सेकेन्ड टाइम हो। बिरिस मनायो कि नमनायो मलाई चाहिँ थाहा भएन। अनि हामी चाहिँ यता थियौँ, सबैले भिडियो बनाउन मस्त हुनुहुन्थ्यो आफ्नो फोनले। मैले पनि के कम होइन, म पनि भिडियो बनाउनतिर लागेँ। अनि यता चाहिँ यिनीहरू पेस भाइ पनि थिए। यता चाहिँ यति धेरै मान्छे बसेको छन्, उसले फेरि टिकटकमै थियो क्या ध्यानभरि। बाफरे यसको भोइस देखेर म त छक्कै परिरहेको थिएँ। अनि हामी घर फर्किँदा त अँध्यारो भइसकेको थियो, 9-10 बज्न आँटिसकेको थियो। त्यही पनि ठिक छ त भनेर हामी चाहिँ 9-10 बजे रुममा पनि गयौँ। अनि बाई बाई गाइज। अब चाहिँ नेक्स्ट भिडियोमा, यो बर्थडे चाहिँ कहिलेको हजुरले थाहा पाउनु भएको होला, तर भिडियो चाहिँ अलि लेट नै पोस्ट भयो किनकि मलाई बनाउने त्यो जाँगर पनि एक फुट्टी थिएन। यो त कसरी भएको